अनि बुढी भयो होइन यो त घर भनेको त यो त के हो ताप छ स्कुल पो नसकिने भयो होइन होइन के भयो घरमा बस्नु छोडेर यो उमेर भयो त यो खाप्टा स्कुलमा खाप्टा स्कुल होइन क्या बुढीमा मैले भर छोरोलाई यहाँ भर्ना गर्न लिएर आएको दाप्चा स्कुल हो गलिबो लायो भर्ना गर्न लिएर आएको अब यस्तो हो के भन्नु अब बुढीबाले चाहिँ गाउँभरि ओखतो भुटो गर्ने हुनुहुन्छ अब भुटो पनि हुनुभयो अब उहाँको दिमागले नै अलिकति काम गर्नु त्यही भएर छुट्टिनु के गर्नु अनि अब बुढो भएर नि होला अनि तपाईँको कोचै रहेछ भनेको त सबै नाटकै त रहेछ त्यो हिगाउँदै पनि हेर्दै पो देख्छु त कतै हिगाउँथे के छ के हुनु नि हजुर अब यहाँ रमाइलो छ नि अब सबैजना गोठालाहरूले पढ्नु पाएन भन्थे अब गोठालाहरूलाई शिक्षित बनाउन स्कुलतिर पो आइयो त राम्रो गरिस् फललाई चाहिँ बेलामा खाइगइस् अब यो गाउँलेलाई चाहिँ नखाइस् अब के गर्नु उता डाँडा गाउँमा एउटा फत्रा परेको छ अरे जाने काम त गर्नै पर्यो हेरिदिइराख्नु भएको छ त्यसरी नै हाम्रो नयाँ प्रोजेक्टलाई पनि हेरिदिनु होला माया गरिदिनु होला र तपाईँहरू सबैजनाले अब आफ्नो शिक्षा सँगसँगै आफ्नो इच्छाको कुराहरूलाई पनि अगाडि बढाउनु होला धेरै धेरै धन्यवाद छोरोलाई यहाँ भर्ना गर्न लिएर आएको दाप्चा स्कुल हो भर्ना गर्न लिएर आएको अब यस्तो हो के भन्नु अब बुढीबाले चाहिँ गाउँभरि ओखतो भुटो गर्ने हुनुहुन्छ अब भुटो पनि हुनुभयो अब उहाँको दिमागले नै अलिकति काम गर्नु त्यही भएर छुट्टिनु हो अनि तपाईँको त्यो छोरी चमेली हुनुहुन्थ्यो त्यो काजी सरले चाहिँ